आशिष ब्लगमा सबैजनालाई स्वागत छ। म चाहिँ बिहानै उठेँ। आज चाहिँ 7 बजे बिहानको। अहिले चाहिँ मलेसियामा मौसम पनि दामी गरेको छ। 7 बजिसक्यो। म चाहिँ हिँड्ने जिमको लागि। आज मङ्गलबार छुट्टी थियो। बिहानै उठ्यो। आज चाहिँ निन्द्रै लागेन, किनकि छुट्टीको दिन फेरि निन्द्रा लाग्दैन। ड्युटीको दिन चाहिँ लास्ट दिन निन्द्रा लाग्छ। फेरि अहिले चाहिँ म चाहिँ हिँड्ने जिम पनि पुगिसक्न लागेको छु। रुममा भिडियो बनाउन पाएन, किनकि सबैजनाहरू साथीहरू सुतिरहेको थियो। त्यहाँ किन डिस्टर्ब गर्ने भनेर चाहिँ म चाहिँ बाहिर आएर भिडियो बनाएँ। म पनि रुमको सामने पुगिसकेको छु। त्यो चाहिँ मेरो जिम हो त्यहाँ चाहिँ। अनि म चाहिँ पुगिसकेको छु जिम। अब एक्सर्साइज गरेर एकछिन जानुपर्छ रुमतिर। अहिले चाहिँ म पुगिसक्न लागेको छु जिममा। तर यसो वर्कआउट गरेर चाहिँ जानु पर्ला। बिहानै उठ्यो छुट्टीको दिन पनि। म चाहिँ पुगिसकेको छु जिममा चाहिँ आज खासै मान्छेहरू रहेन रहेछ, खाली नै छ। पुगिसकेको छु जिममा। पानी सानी पनि भरेँ झोला राखेर तम्पिएको। खासै मान्छेहरू रहेन रहेछ आज चाहिँ। खाली नै रहेछ पुरै जिम। आज म मात्र हो क्या, 2-4 जना रहेछ। खाली नै रहेछ जिम चाहिँ। वर्कआउट गर्नु पऱ्यो, तेरो रुमतिर जानु पर्ला। खाली नै छ आज चाहिँ जिम। मान्छे भयो भने चाहिँ रमाइलो लाग्छ गर्नुलाई। हुन त खाली पनि ठिक हो क्या, सामानहरू सबै युज गर्नु मिल्यो। मान्छे भयो भने कुर्नु पऱ्यो। ठिकै छ, ठिकै रमाइलो छ जिन्दगी। जिमतिर आएको चाहिँ वर्कआउट गरेर चाहिँ जानु पर्ला रुमतिर। म चाहिँ निक्लिसकेँ फाइनली जिमबाट चाहिँ। अब रुमको तर्फ लागेँ। अहिले त 9:30 भयो। 7 बजे आएको, 7:30 हुन लागेको थियो होला। आएको थियो 9:30 भइसक्यो। 1-2 घन्टा समथिङ गऱ्यो। अब चाहिँ म रुममा जान लागेको। घाम पनि एकदम चर्किरहेको छ। बिहानको घाम चाहिँ एकदम लास्टै चर्किरहेको छ घाम चाहिँ। अब जानु पऱ्यो अनि नुहाइधुवाइ गरेर एकछिन रेस्ट गर्नु पऱ्यो। पछि चाहिँ हेर्नुपर्छ। अहिले चाहिँ लास्ट घाम चर्किरहेको छ। जिमसुम गरेर निक्लिसकेको छ म चाहिँ। साथीहरू चाहिँ अब ड्युटी जानलाई रेडी भइसक्यो होला। म चाहिँ बल्ल जिम गरेर आइरहेको छु, किनकि आज मेरो छुट्टी। त्यस्तै छ। ल गाइस, म चाहिँ जिमबाट आएर एकछिन रेस्ट गऱ्यो। 2 घन्टा जति सुत्यो। त्यहाँ चाहिँ म खाना आएर खानासाना पनि खाइयो। यता हुन्छ दाइ। खानासाना खाएर यसो बाहिरतिर घुमौँ भनेको। मौसम एकदम क्लिन छ। पानी पर्ला जस्तो गरिरहेको छ। त्यही भएर चाहिँ हामी दुइटा बाहिरतिर यत्तिकै लाने हिँडिरहेको छ। कहाँ जाने थाहै छैन, यत्तिकै हिँडिरहेको छ। पानी पर्ला जस्तो भइरहेछ मौसम। अमला खाना जानेहरू दाइ चाहिँ मलेसियाको अमला कस्तो हुन्छ देखाउँछु म तपाईँलाई। अहिले चाहिँ बस्दा बोर लाग्यो अनि अमला खाना जाउँ भनेर हिँडेको छ। त्यस्तै छ। पैसा छैन, स्यालेरी आएको छैन। अहिले घुम्न जाउँ भने अहिले गाह्रो छ। पैसा आयो भने चाहिँ यताउति घुमाउँला भन्ने प्लान छ। पैसा छैन। 2 जना यत्तिकै ल्यान्ट्याङ हिँडिरहेको छ। मौसम चाहिँ यस्तो दामी छ। घाम भयो भने गाह्रो हुन्छ। 3 बजिसक्यो। अहिले चाहिँ शीतलो छ, आराम छ। त्यस्तै छ। हामी चाहिँ यत्तिकै ल्यान्ट्याङ गर्दै हिँडिरहेको छ। मलेसियामा घरहरू यस्तो सानोहरू छ। सबै एक जस्तै छन् क्या अरे घरहरू सबै है। फलहरू त जहाँ पनि आमै देख्नु भयो भने त्यहाँ पनि आमै छ।
जता पनि आमै आम, त्यहाँ पनि आमै छ है। फलफ्रुटहरू चाहिँ मौसम चाहिँदैन क्या है, जहिले पनि हुन्छ क्या। मौसम एउटै छ नि त मलेसियामा, त्यही भएर पनि होला। घरहरू पनि सबै सेमै छ। आम बाँकी छ रहेछ है। आम दुइटा चाहिँ के पाक्छ भनेर हिँडिरहेको छु, तर नरिवल पाक्ने मात्र हो, खाना केही पनि पाउँदैन। हेर्ने, मुख मिठाउने, हिँड्ने होइन, केही पनि छैन। यस्तै चाहिँ सुनसान छ। हामी चाहिँ यत्तिकै हिँडिरहेको छौँ। दाइले खै अमला खिलाउँछु भन्दै हिँड्नु भएको छ। अमला खिलाउने अरे, त्यही भएर दुइटा हिँडेको। अब एकछिनमा पुग्छौँ होला त्यहाँ चाहिँ। अहिलेलाई चाहिँ यत्तिकै हिँडिरहेछ। यहाँको घरहरू चाहिँ लास्टै मन पऱ्यो क्या है। त्यही माटो सानो सानो क्या, चटक्कको क्या, टक्क 4-5जना फ्यामिली बस्ने मजाको घरहरू क्या। यत्रो ठिक हुन्छ क्या। नत्र यो ठुल्ठुलो बिल्डिङहरू त काम छैन यार, देख्नलाई राम्रो लाग्छ, माथि बस्नलाई चाहिँ खासै ठिक लागेन। अझै हल्का भूकम्प आउनु पर्छ। यहाँ त केही पनि रहँदैन है, आउँदैन र मात्र हो। यस्तै सानो सानो रुममा त बस्न सजिलो हो, पर फेरि चोरहरूको पनि धेरै नै डर लाग्छ क्या है मलेसियामा चाहिँ। आम्मो खुर्सानी त जिरे खुर्सानी हो क्या हो? अनि जिरे खुर्सानी त पुरै बुट्टै छ त। मार्ला नि यार, जाउँ नहेरौँ होला। घर त दामी दामी बनाएको छ क्या। यस्तै हो कि घरमा बस्ने चाहिँ। मलेसियामा यस्तो सानो घरतिर दियो भने चाहिँ फेरि अलिक गाह्रो पनि हुन्छ हामीलाई त, विदेशीहरूलाई त है। कालेहरूको मलाईहरूको डर हुन्छ। तर चोरोहरू छ क्या सबै। दिउँसो त लुट्छ भने चाहिँ अब रातिमा त झन् खतमै बनाउँछ। हामी चाहिँ हिँडिरहेको छौँ दुईजना। कहाँ छ? छैन यार, यो दाइले यार यस्तो जङ्गलतिर घुसाइरहेको छ। म मरवालो यार दाइ यार, छैन के, छोडिदिउँ अझै यता हेर्नु त यस्तोमा अहिले लोटिन्छ के। छोडिदिउँ यार। कहाँ छ कोही? यो मान्छेले आज मरवारै छोड्ने भयो यार। खोइ कहाँ छ? बाटो हो? यस्तो पनि बाटो हुन्छ आज? बुढोले यस्तो पनि बाटो हुन्छ? यो पुरै पोहोर छ आज, मरवाउने भयो यार बुढा यार। हेर त यस्तोमा हिँडेर रहेछ यार बुढोले। आज कौनाले मार्छ हामीलाई। यस्तोबाट कुदाइरहेछ नि यार बुढोले, आज मार्छन्। हामी चाहिँ त्यत्रो बाटो क्रस गरेर आइयो या। यता आम त एउटा पनि छैन त्यसमा त। प्लास्टिक गनाइरहेछ त आम त, सडेछ कि हो। आम त एउटा पनि छैन बुटोमा। पहिला यसमा चाहिँ डह्रो थियो आमहरू है, खायो ढुङ्गाले हान्दै खाँदै गरियो। ढुङ्गाले हानेर झारेर धेरै नै खायो यार यो आममा। यो बुटोको आम फेरि लास्टै मिठो क्या। हामी चाहिँ एकदम धेरै नै, यहाँ त झरेर बुटो पनि उम्रिसकेको छ पाक्यो। अहिले चाहिँ केही रहन्छ। यहाँ चाहिँ डह्रो खायो हामीले आम। यो बुटोले चाहिँ धेरै नै खिलायो आमा यार हामीलाई, खायो, धेरै नै खायो। अहिले चाहिँ यति हिँडिरहेको छ। छैन फुल, के फुल हो दाइ यो? यसको त बुटो त्यस्तो रातो र सेतो छ त। के फुल भन्छ यार? खै गाइस कमेन्ट गर नि त, के फुल भन्छ? घर चाहिँ यो पनि बप्पालै छ त यार। हामीलाई देखेर चाहिँ यहाँ कुकुर भोगिरहेको छ यार। कस्तो यार, केही गर्दैन कि जाऊ यार, होइन त।
अहिले चाहिँ हल्का चिसो भयो यार, किनकि पार्कमा आइयो नि त। पार्कमा पनि यत्रो यत्रो बुट्टाहरू छ यार, हेर्नु त। आम्म थोरो छ यार बुट्टाहरू चाहिँ। पहिला चाहिँ हामी यो बिल्डिङमा बस्थ्यौँ, यो नजिकै यसमा। त्यति बेला चाहिँ म डेली नै आउने गर्थेँ यता, बिहानमा आएर त्यो बस्थ्यो हावा पानी। अहिले चाहिँ उता सरेको छ। कुकुर त पुछी हल्लायो अरे तपाईँ देखेर। ठाउँ चाहिँ कपाले छ क्या, सबै जता हेऱ्यो खानेकुरा देखिन्छ या, अर्को केही पनि देखिँदैन। अमलाको बुटो चाहिँ ऊ त्यहाँ छ, देख्यो भने मार्छन् होला यार त्यही या। खानु त हुँदैन त्यसरी हुन त। मान्छे रहेछन्, निक्रिएछन् छैन, अमला पनि छैन। टाढाबाट आएर त अमलै छैन भन्छ यार, अमलै छैन यार गाइस। अमलाको बुटो चाहिँ यस्तो रहेछ, अमलै छैन। अमला चाहिँ निक्रिएछ। एउटा दुइटा त छ त, टिप्नु न। त्यही एउटा दुइटा यस्तो हुँदो रहेछ अमला चाहिँ, मलेसियाको छैन रहेछ। तपाईँ अर्को मान्छे हुन्छ त्यहाँदेखि छ त एउटा दुइटा टिप्नु खाउँ यार। त्यत्नबाट आएको झन् अमला खाने भनेर दाइले त प्लास्टिक पनि लिएर आउनु त्यो दुइटा आज गोजामा हालेर। रहेन रहेछ यार, पोपटी भएको त। अमला चाहिँ टिप्नु भयो दाइले, पार्कमा बसेर खाउँ भनेर त्यहाँनिर अमला चाहिँ यस्तो। ल दाइ यता झोला झुलेर भ्याइयो के चाहिँ झुल्दै हो। खोइ म पनि झुलाउँ भनेको त, यहाँ नक्मै छैन झुला झुल्ने, हग्दै रहेछ यार उसले। अब झुला झुल्ने कहाँ जानु त? एकछिन झुला झुलाउँ, आफू झुलेर भ्याएर अब अरूलाई झुल्न पनि नदिने अब यस्तो छ मान्छे। अब जाने झुला झुलाउँ यार, एकछिन आउनु। भाँचीलाई चुड्डीलाई यार परिया चाहिँ रुरु गरिदियो उड्यो। ल जाउँ यार, कहाँ जानु त? रुमतिर? ल धेरै दिनपछि पार्कमा आएको थियो, पार्क पनि घुमियो। लाग्यो रुमतिर, अमला खाने भनेर आएको, दुई चारवटा खाइयो, चाख्न चाहिँ पाइयो है अमला। हामी चाहिँ यता आइयो, दाइले कता कता लिएर हिँड्नुभयो यार। हिँड्दैछौँ थाहै छैन कता जाने, हिँडेछौँ खालि। गर्नु भयो यार। कहाँ हो दाइ जाने यार? ल्याएर हिँडेको उता गएको थियो, उताबाट घुमेर फेरि यता आयो। कहाँ जाने थाहै छैन। दाइको पछि लाएर हिँडेकै, यहाँदेखि झन् बुढोले यार कहाँ लिएर जाने छैन थाहा। पानी चाहिँ यो चाहिँ माथि ऊ उम्लिन्छ क्या यो पानी बेलुकामा क्या। पहिला यता थियो नि त हाम्रो रुम यतापट्टि यो बिल्डिङमा, अनि त्यति बेला चाहिँ रातिमा काम गरेर आउँदा चाहिँ यति माथि उम्लिन्छ क्या यो। पहिला चाहिँ हामी यहाँबाट हिँड्दै ऊ त्यता जान्थ्यो, हाम्रो रेस्टुरेन्ट चाहिँ उता थियो, उताबाट हिँड्दै आउँथ्यो। समथिङ 5 मिनट जति लाग्थ्यो होला उताबाट यहाँ आउनलाई चाहिँ। बिहान हिँड्नु पर्थ्यो, अचल त त्यहीमै छ रुम पनि, तल काम गर्ने माथि सुत्ने आनन्दै छ अहिले त। पहिला चाहिँ त्यस्तो थियो, तर अहिले पनि छ न त रुम त्यता छ। पर नयाँ साथीहरू आयो भने चाहिँ यता राख्छु भन्दै थियो। नेपाल खुलेको छैन भन्छ, खुल्न त खुल्यो मलेसिया त, खै होटल लाइनमा चाहिँ खुलेको छैन भन्दै थियो।
हुन्छ मामा हो क्या ल गाइस हामी चाहिँ खोज्दै लास्टमा चाहिँ अमला खाने भन्ने थियो अमला समला चाहिँ एउटा दुइटा खाइयो रास्ते रहन्छ त्यहाँ चाहिँ आमको बुटो लास्टै आम पाकिरहेको थियो सानो सानो छ आम चाहिँ पाकिरहेको थियो त्यहाँबाट चाहिँ टिपेर लिएर आएर चाहिँ हामीले आम चाहिँ यता दाइले दुइटा अरे यता प्लास्टिकमा पनि छ 4वटा थियो टोटल 4वटा हो आधी त खाएर पनि यस्तो फालिसकेको छ हामीले चाहिँ अब फेरि खान सुरुवात गर्यो अघि किनकि भिडियो बनाउन पाएन हात सबै गन्दा थियो फोन साट्नको लागि त्यही भएर चाहिँ अहिले आएर चाहिँ चिपेर लिएर आँप चाहिँ यता यत्रो यत्रो छ आम यस्तो मिठो छ आधी त यहाँ खाएर फाल्यो 4वटा चाहिँ भिडियो बनाउन त भनेर हात धुन गएको थियो पानी भर्खर आएर बुटा परि छ आम त उहाँ त अहिले छन् लास्टै छ आँप चाहिँ पुरै पाकिरहेको छ आम पाकिरहेको छ आम पुरै यहाँ फेरि हाम्रो घरको नजिकै पर्छ कि हाम्रो बिल्डिङ चाहिँ यही हो बस्ने त्यही भएर चाहिँ यहाँ टिप्दाखेरि केही फरक पर्दैन त्यही भएर हामी टिपेर चाहिँ आम खाँदियो यत्रो है हाम्रो दाइले चाहिँ यहाँ बुटोबाट झराल्दै गर्दै हुन्छ अघि खाएर पुगेन फेरि टिप्न आएको छ हामी चाहिँ अघि चाहिँ 15-16वटा टिपेको थियो लगाएर खाएर फेरि आएको आँप चाहिँ बुट्टाभरि छ कि तर आँप चाहिँ भेटिँदैन आँप चाहिँ डह्रो छ कि पाकेको बुट्टा हल्लाउने बित्तिकै खस्छ आँप चाहिँ डह्रो छ यहाँ अघि एक प्लास्टिक लगाएर खाएको अहिले फेरि दाइको कोसिस जारी छ के अरे डन्डा लिएर उभिँदै हुन्छ अर्को पनि आएको छ मलाई पनि देऊ भन्दै हामीले खाना पाएको छैन अब उसलाई कहाँबाट दिने छन त बुटोमा गएर कस्तो हुन्छ हामीले खाना पाएको छैन दाइ उसलाई गाडी लिएर हल्लाउन त यत्तिकै हल्लाउँछ नि फरक पर्दैन तर चाहिँ आँप चाहिँ बुट्टाभरि छ अशोक दाइको चाहिँ सफाइ गर्नुपर्छ रोडको भन्ने हुन्छ पातहरू सफाइ गर्दै हुन्छ हामी चाहिँ आँप कुरेर हो अब आँप झरालो खाएर जाने भनेको दुइटा त्यही प्लास्टिकमा पनि छ तिनवटा रहेछ अब चाहिँ गर्नुपर्छ 2-4वटा खसा रहेछ यस्तो के हो पातको आँपको मुन्टा पो तोडेर लगेर जाँदै खान्छ के हो यिनीहरूले के अरे पूजा यिनीहरूले के पूजा गर्ने छैन होला अर्को पनि आयो फेरि उसले के को पूजा गर्ने ढुङ्गाले आएन कि खसाला नै हल्लाएर खसाला के यार फेरि यार असुदा यार हल्लाउनु के त्यसलाई हल्लाउनु न हल्लाउनु के saya pun cakap ini macam udah habis ada टाढा हो दाइले चाहिँ हल्लाउँदै हुनुहुन्छ अरू केटीले पनि भन्दैछ हल्ला भनेर पर झर्दैन एउटा पनि ऊ पनि कसिँदो रहेछ छैन पावर कम भयो दाइ पावर कम भयो एउटा चाहिँ झऱ्यो एउटा चाहिँ झऱ्यो हरि हरि वो चाहिँ दिनदिनै आएर झराल्छ अरे एक्सपिरियन्स भयो होला नि त दाइ चाहिँ कसिनु भएछ उसले अब आमे हामीले कति खाने आम एउदी पुरै झराल्छ कि अनि उसले आम त आम्म कति साह्रो प्लास्टिकमा अन्नीको आम चाहिँ एक प्लास्टिक टिप्यो अब चाहिँ हामी रुममा जाँदै हो खाइहाल्छ नि तिनीहरूले यति यसबाट भयो धेरै खानिन क्या आम धेरै खानु हुँदैन फल फ्रुट भनेको थोरै खाने मिठो खाने हो क्या त्यहाँ मिठो पनि भयो थोरै पनि भयो ल जाउँ के पानी पर्न लाग्यो
पानी चाहिँ परिरहेको छ पुरै। जाऊ पानी पर्दैछ। जाऊ फेरि आएर अर्को हप्तातिर खाउँला के अहिले रहेछ। एक प्लास्टिक भयो। अब यहाँभन्दा पनि बढी कति खा अघि यति नै टिपेको थियो यति नै खायो। त्यति बेला चाहिँ भिडियो बनाउनु पाएन। आम त हेर्नु न कति चाहिँ लगेन उसले त 3टा लगेको थियो। आम चाहिँ थुप्रो छ क्या। हामी चाहिँ रुमतिर लाग्यो पानी पनि पर्यो दिसभरि बाहिरको बाहिर कहिले यहाँ कहिले उहाँ घुमेको थियो हामी चाहिँ दुईजना। छुट्टी चाहिँ 4जना 2जना चाहिँ रुममा छ। हामी 2जना चाहिँ बाहिर घुमिरहेको छ। हामी पनि अब रुममा जाँदै हो। अघि चाहिँ तल पानी परिरहेको थियो अहिले चाहिँ बिदो भइसक्यो। त्यो मलेसियाको फेरि यही नै हो क्या। उतिखेर पानी पर्छ उतिखेर बिदो हुन्छ त्यस्तै छ। म चाहिँ रुममा आइसकेको छु। अनि मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला किनकि तपाईँहरूको मायाको खाँचो छ अहिले।